안녕하세요 सम्पूर्ण विद्यार्थी साथीहरुलाई स्कोर स्टडी नेपाली युट्युब च्यानलमा म प्रदीप राथुकी हार्दिक स्वागत गर्दछु। आज चाहिँ मैले इपिएस 2025 बुकको चाहिँ च्याप्टर 8 को चाहिँ छङ्गुमुनमा लिएर उपस्थित भइसकेको छु। आजको टाइटल रहेको छ नफिमाल वा फानमाल। ल आउनुस् आजको लेसन सुरु गरौँ। के भनेको छ भने हाङ्गुक हैनन भनेको कोरियन भाषामा चाहिँ नोफिमाल अथवा यसलाई छोन्देमाल पनि भनिन्छ। नोफिमाल अथवा छोन्देमाल भनेको उच्च आदरार्थी भाषा ग्वा र फानमारी ठाडो भाषा चाहिँ इसुमिदा हुन्छन्। नोफिमारुन उच्च आदरार्थी भाषा चाहिँ छासिन भोदा आफूभन्दा नाइगा उमेर चाहिँ मान खना धेरै अथवा छि उइगा नफुन पद चाहिँ उच्च भएका साराम एगे मानिसलाई सायुङ हाम्य प्रयोग गरिन्छ र फानमारुन ठाडो भाषा चाहिँ नाइगा छगुन उमेर चाहिँ कम भएको साराम एगे मान्छेलाई सायुङ हाम्निदा प्रयोग गरिन्छ। खुरना तर छासिन बोदा आफूभन्दा नाइगा छ गदो उमेर कम भए पनि छौ मान्नान पहिलो पटक भेटेका सारा मिना मानिस अथवा खाक्काप्ची आनन नजिक नभएका सारा एगेनन मान्छेलाई चाहिँ साङदे बाङ्गुल दोस्रो पक्ष अथवा अर्को विपक्षलाई छोन्जुङ हान भनेको सम्मान गर्ने भनेको सम्मान गर्ने उही मेरो अर्थको रूपमा नोफिमारुल उच्च भाषालाई साङ हान गसी छोस्मिदा उच्च भाषालाई प्रयोग गर्नु चाहिँ के त राम्रो हुन्छ। छोइगुनेनन आजभोलि चाहिँ छिक्चाङ यसदो कार्यस्थलमा पनि छासिन बोदा आफूभन्दा अरिगना आफूभन्दा उमेरमा कम अथवा छि उइगा नाजुन पद चाहिँ कम भएका सारा मेगे मान्छेलाई नोफिमारुल उच्च भाषा सायुङ हानन घसी प्रयोग गर्ने ख्याङ्गुगा मान्छुम्दा प्रयोग गर्ने अवस्थाहरू पनि धेरै हुन्छन्। हान्गुक अरू कोरियन भाषाद्वारा मारहाल तेनन कुरा गर्दा चाहिँ थेवा साङदे बाङ्गिना कुरा गर्ने विपक्ष अथवा थेवा साङभाङ्गी तारा संवादको अवस्था अनुसार नोफिमालुगा उच्च भाषा र फानमारुल ठाडो भाषालाई छाल खुब्यलहाय भनेको राम्ररी छुट्याएर सायुङ हेया हाम्निदा प्रयोग गर्नुपर्छ। खरछि आनुमेन त्यसो गरिएन भने साङदे बाङ्गुल दोस्रो पक्षलाई फुलख्वे हागे हाल्सु इसुमिदा दोस्रो पक्षलाई चाहिँ असहज अथवा बाधा पुर्याउन सकिन्छ। नेक्स्ट प्याराग्राफमा जाउँ। हानफ्यन साथै छासिन बोदा आफूभन्दा नाइगा उमेर चाहिँ मानादो बढी भए पनि खाजोक्वा खाची परिवार जस्तै आजु खाक्काउन एकदमै नजिकको ख्वान्गे रामेन सम्बन्ध छ भने फानमारुल ठाडो भाषालाई सायुङ हागिदो आम्निदा प्रयोग गर्ने पनि गरिन्छ। तारिना आदुरी छोरी अथवा छोराले फुमो निम्के बुबा आमालाई अथवा अभिभावकलाई फानमारुल हानन घसुल ठाडो भाषा प्रयोग गर्ने कुरालाई स्विप्के थुरुल्सिन सजिलै सुन्न सक्ने गत्तो कुरा पनि इत्तेमुन इम्निदा यसले गर्दा हो यस्तो चलनले गर्दा हो भन्न खोजेको छ। इवा खाची यो जस्तै नोफिमालुगा फानमारुन यो जस्तै उच्च भाषा र ठाडो भाषा चाहिँ झन्जुङ्गे छङ्दोपुन मान आनिरा यो चाहिँ सम्मान को लागि मात्र नभएर छिनमिलगामे छङ्दोरु आत्मीयतालाई चाहिँ थुर नेनन त्यो आत्मीयतालाई प्रकट गर्न यसले छुङ्युहान महत्त्वपूर्ण एकखाल हाम्निदा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर चाहिँ यसरी चाहिँ उच्च भाषा र के त ठाडो भाषाको चाहिँ कुराकानी गरेको छ। यहाँ भनेको छ अधि खासयो भनेको चाहिँ कहाँ गइसिन्छ भनेको अधिखा भनेको कहाँ जान्छेस् कहाँ जान्छौ भनेर त तिमी भनेको है। अनि अर्को कुरा हेर्नुहोस् है ठाडो भाषा बनाउँदाखेरि चाहिँ अयो आएको यो पछाडिको यो फाल्दिन्छ। जस्तै यहाँ खोमा ओयो भनेको चाहिँ आदरार्थी भाषा हो अनि यो हटाएको खोमा ओ भनेको चाहिँ ठाडो भाषा हो। यसरी चाहिँ अयो आएको पछाडिको यो फालेपछि फानमाल हुन्छ। फान भनेको आधा माल भनेको भाषा। यसरी चाहिँ उच्च भाषालाई चाहिँ ठाडो भाषा चाहिँ त्यसरी चाहिँ बनाइन्छ है त। ल
आजलाई चाहिँ लेसन चाहिँ यति नै रहेको जानकारी गराउँदै आगामी दिनहरूमा यस्तै किसिमका भिडियोहरू चाहिँ हेर्नको लागि चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको यस लेसनबाट बिदा हुन चाहन्छु। हस् त नमस्ते, हानिङ्गे खेसे रबुन।